आउनुहोस् आज हामी माया विरतीका कुराहरूलाई अङ्ग्रेजीमा भन्न सिकौँ। मलाई तिम्रो साथ चाहिएको छ। आई निड यु बाई माई साइड। मलाई छोडेर नजाऊ। डोन्ट क्विट अन मी। तिम्रो साथले मलाई सधैँ हौसला दिन्छ। योर प्रेजेन्स अलवेज गिभ्स मी स्ट्रेन्थ। म तिमीलाई कहिल्यै छोड्दिन। आई विल नेभर लेट यु गो। तिमी मेरो मनको सबैभन्दा प्यारो व्यक्ति हो। यु आर द डियरेस्ट पर्सन टु माई हार्ट। तिमी मेरो लागि संसार हो। यु मिन द वर्ल्ड टु मी। म सधैँ तिम्रो साथमा रहनेछु। आई विल अलवेज स्ट्यान्ड बाई योर साइड। तिम्रो मायाले मेरो जिन्दगीलाई 4K क्वालिटीमा बदल्छ। योर लभ अपग्रेड्स माई लाइफ टु 4K क्वालिटी। म तिमीलाई धेरै माया गर्छु। आई अडोर यु। म तिमीमा आकर्षित छु अथवा तिमी मलाई मन पर्छौ। आई एम इन्टु यु। म तिमीप्रति एकदमै पागल छु। म तिमीलाई धेरै माया गर्छु। आई एम क्रेजी अबाउट यु। म कसैसँग सम्बन्धमा छु। आई एम सिइङ समवन। म तिमीलाई बिर्सनै सक्दिनँ, अर्थात् म तिमीलाई सधैँ सम्झिरहन्छु। आई क्यान गेट यु अफ माई माइन्ड।